सबैजनालाई नमस्कार। म युवराज राउत। आज हामी क्लास 12 को मैथमेटिक्स को भेक्टर भन्ने च्याप्टरको चाहिँ आज हामीहरु त्यसको बेसिक कन्सेप्टहरु हैन, त्यसको फर्मुलाहरु हैन, त्यसको जस्तै भयो भेक्टर्सको टाइप्सहरुको जियोमेट्रिक मिनिङहरु र केही एक्स्ट्रा क्वेशनहरु आज हामी पढ्न गइरहेका छौं है त। आज हामी क्लास 12 को भेक्टर्स भन्ने आज हामी च्याप्टर पढ्न गइरहेका छौं है त। विशेष गरेर हामीले क्लास 12 को मैथमेटिक्समा भेक्टर्स चाहिँ टु टाइप्सको हुन्छ भनेर हामीले पढ्छौं। त्यसकारण मैले यसको चाहिँ टाइप्सहरु लेखिदिए है त। सुरुमा टाइप्स नम्बर 1 मा के छ त भन्दाखेरि हाम्रो टाइप्स नम्बर 1 मा हाम्रो स्केलर प्रोडक्ट छ है। स्केलर प्रोडक्ट हामीले चाहिँ यसलाई हामीले के पनि भन्न सक्छौं त भन्दाखेरि और यसलाई हामीले अर्को कुन भाषाबाट भन्न सक्छौं त भन्दाखेरि क्रस प्रोडक्ट है, सरी डट प्रोडक्ट है। यसलाई हामीले के पनि भन्न सक्छौं त डट प्रोडक्ट है। हामीले स्केलर प्रोडक्टलाई डट प्रोडक्ट पनि भन्न सक्छौं है। र हामीले जस्तै कुनै दुईवटा भेक्टरहरु भेक्टर A र भेक्टर B लाई हामीले स्केलर प्रोडक्टले लेख्दाखेरि यसरी लेख्छौं है त, यसरी लेख्छौं है। र अब हाम्रो 2 नम्बरमा चाहिँ हाम्रो भेक्टर प्रोडक्ट है। यो तिम्रो सामान्य कुरा, यो तिम्रो 9 10 11 पनि पढिसकेको कुरा हो है। मलाई यसको बारेमा यसको सबै कुरा र यसको डेफिनेसन, यसको फर्मुलाहरु हैन, यसको जियोमेट्रिकल इन्टरप्रिटेसन र जियोमेट्रिकल मिनिङहरु म सबै लेखिदिन्छु। तिमीलाई टेन्सन मान्नु पर्दैन है त। र हाम्रो भेक्टर प्रोडक्टलाई हामी अथवा भेक्टर प्रोडक्टलाई के पनि भन्न सक्छौं भन्दाखेरि भेक्टर प्रोडक्टलाई क्रस प्रोडक्ट पनि भन्न सक्छौं है त। क्रस प्रोडक्ट है त। हामीले चाहिँ यसलाई चाहिँ हामीले क्रसले डिनोट गर्छौं र कुनै दुईवटा भेक्टरलाई चाहिँ हामीले लेख्नु पर्यो भने यसरी लेख्छौं है त। यो चाहिँ तिमीले जानिराख्नु पर्यो है त। अब हामी यसको सुरुमा अब हामी स्केलर प्रोडक्टको डेफिनेसन, यसको जियोमेट्रिकल इन्टरप्रिटेसन पढ्छौं है त। त्यसपछि हामी भेक्टर प्रोडक्टको पढ्छौं है त। स्केलर प्रोडक्टको भनेको के हो त हैन, यसको डेफिनेसन बुझ्छौं हामी है त। यसको के त डेफिनेसन है त। जस्तै अब हामीले स्केलर प्रोडक्ट भनेको हामी के बुझ्छौं त भन्दाखेरि यदि जस्तै म डेफिनेसन लेखिदिन्छु सुरुमा। के लेख्छु त भन्दाखेरि म इफ भेक्टर A हामी A1 मानौ, A2 र A3 मानौ हैन, एन्ड भेक्टर B भनेको के मानौ त भन्दाखेरि हामीले B1 B2 र के मानौ B3 मानौ हैन। B1 B2 B3 are two vectors then scalar product मैले माथि के भनेको छु भन्दाखेरि स्केलर प्रोडक्टलाई डट प्रोडक्ट पनि भन्न मिल्छ भनेको छ है मैले। डट प्रोडक्ट स्केलर प्रोडक्ट डट प्रोडक्ट अफ के त अफ भेक्टर A एन्ड के त भेक्टर A एन्ड भेक्टर B is के त is denoted and defined by केले गर्छौं त भन्दाखेरि अब जस्तै हामीले स्केलर प्रोडक्टलाई चाहिँ मैले डट प्रोडक्ट पनि भन्छ भनेको थिएँ हैन अगाडि। त्यही भएर हामीले चाहिँ यहाँ जुन हामीले के मानेको थियौँ त भन्दाखेरि माथि इफ भेक्टर A एन्ड भेक्टर B आर टु भेक्टर्स देन स्केलर प्रोडक्ट अफ भेक्टर A एन्ड भेक्टर B इज डिनोटेड एन्ड डिफाइन्ड बाइ। यदि भेक्टर A र भेक्टर B चाहिँ दुईवटा भेक्टरहरु छन् भने हामीले चाहिँ त्यसको चाहिँ स्केलर प्रोडक्टलाई डिफाइन कसरी गर्छौं त भन्दाखेरि हामीले भेक्टर A डट भेक्टर B इक्वल टु A1 A2 A3 विषम डट हैन। मैले चाहिँ किनकि डट प्रोडक्ट पनि भन्छन् भनेको थिएँ, यसलाई मैले अगाडि B1 B2 र के त B3 हैन। अब हामीले यसलाई चाहिँ कसरी लेख्छौं त भन्दाखेरि यो चाहिँ यस मल्टिप्लाई कसरी मल्टिप्लाई हुन्छ त भन्दाखेरि यो अगाडि A1 ले B1 लाई मल्टिप्लाई गर्ने हैन, A1 ले B1 लाई मल्टिप्लाई गर्ने प्लस A2 ले B2 लाई गर्ने हैन, A2 ले B2 लाई र A3 ले केलाई
यतिले भित्रलाई गर्ने हैन यो नै हाम्रो के हो त भन्दाखेरि स्केलर प्रोडक्ट डट प्रोडक्ट भनेको है त हामी चाहिँ यसरी चाहिँ स्केलर प्रोडक्टलाई डिफाइन अथवा डिनोट गर्न सक्छौं है त हामीले चाहिँ यसमा अब अर्को हामीले एउटा मेन हामीले जस्तै अब यसलाई अर्को तरिकाले नै हामीले डिफाइन गर्न सक्छौं डिफाइन कसरी गर्न सक्छौं भन्दा अर्को तरिकाले इफ भेक्टर a and भेक्टर b आर two vectors then two vectors with theta is the angle between them then the dot product of vector a and vector b is denoted and defined by भनेर हामीले vector a dot vector b equal to ab cos theta गरेर गर्न सक्छौं हैन तर हामी दुईवटा लेख्दाखेरि चाहिँ तिमीहरुलाई हैन कन्फ्युज पनि हुन सक्छ त्यही भएर मैले यसको डट प्रोडक्टको डेफिनेसन यो लेख्दै र उसको चाहिँ म फर्मुला मात्र लेखिदिन्छु हैन किन हामीलाई चाहिने पनि यो पनि चाहिन्छ मेन हैन उसको जस्तै अब हामीलाई अर्को फर्मुला पनि चाहिन्छ हैन अब जस्तै अर्को फर्मुला भनेको के हो त म नोट लेखिदिन्छु यहाँनेर नोट भनेर भेक्टर a डट भेक्टर b इक्वल टु ab cos थीटा हैन जस्तै जहाँ हामीलाई यो भेक्टर a र b भनेको के हो त भन्दाखेरि वेयर हाम्रो यो a भनेको के हो त भन्दाखेरि भेक्टर a को मोडुलस है भेक्टर a को मोडुलस एन्ड b भनेको के हो त भन्दाखेरि भेक्टर b को मोडुलस है त त्यसकारण मैले अगाडि पनि भनेको थिए जस्तै अब हाम्रो यो पनि हाम्रो एउटा इम्पोर्टेन्ट हो हैन हाम्रो यो पनि एउटा क्वेशनहरु सल्भ गर्दाखेरि यो पनि हाम्रो एउटा इम्पोर्टेन्ट फर्मुला हो है त त्यसकारण मैले यो माथि लेख्दै यो लेख्दिन त यदि तिमीलाई लेख्न मन लाग्छ नि म भनिदिन्छु बिस्तारै हुन्छ तिमीले लेख्न सक्छौ है त अब जस्तै यसलाई चाहिँ हामीले यसलाई चाहिँ हैन ल्याङ्ग्वेजमा कसरी लेख्न सक्छौ त भन्दाखेरि if vector a and vector b are two vectors with के त if vector a and vector b are two vectors with के चाहिँ हाम्रो यहाँ with theta चाहिँ नि एंगल with theta between them then the dot product of vector a and vector b is denoted and defined by भनेर यसरी लेख्न सक्छौ है त तिमीहरुले यदि लेख्न मन लाग्यो भने हैन भने यति फर्मुला गर्न पारे हुन्छ है फर्मुला कन्ट पार्ने भन्नाले नि म्याथमेटिकल फर्मुला त सम्झिने है सम्झेर हामीले के त क्वेशनहरु सल्भ गर्दाखेरि त्यसलाई एप्लाई गर्ने है त हामी स्केलर प्रोडक्टको जियोमेट्रिकल मिनिङ अफ स्केलर प्रोडक्ट अफ टु भेक्टर्स हैन स्केलर प्रोडक्टको दुईवटा भेक्टर्सहरु भएको बेला चाहिँ हामीले जियोमेट्रिक मिनिङ त्यसको चाहिँ जियोमेट्रिक मिनिङ के हुन्छ त हामी जियोमेट्रिक मिनिङ लेख्न गइरहेका छौं है त जस्तै अब हामीले यसको लागि हामीलाई एउटा फिगर चाहिन्छ पहिला हामी फिगर गराउँछौं है त फिगर चाहिँ हामी कस्तो गराउँछौं त भन्दाखेरि हामीले एउटा लाइन ड्रा गरौँ हैन यता पनि हामी एउटा लाइन के गरौँ त ड्रा गरौँ है त ड्रा गरौँ र हामीले अब यसलाई ओ मानौं हैन यसलाई बी मानौं र यसलाई ए मानौं है त अब हामीले यसलाई चाहिँ ल्याङ्ग्वेज लेख्नु पर्ने हुन्छ ल्याङ्ग्वेजमा हामी के लेख्छौं भने जस्तै अब हामीले ओ ए लाई भेक्टर ए मानौं है ओ ए लाई भेक्टर ए मानौं र ओ बी लाई हामी के मानौं त भेक्टर बी मानौं हैन अब हामीले यसलाई चाहिँ ल्याङ्ग्वेज लेख्नु पर्छ ल्याङ्ग्वेज लेख्दा हामी के लेख्छौं भन्दाखेरि लेट भेक्टर ओ है भेक्टर ओ देखि यहाँ यसमा है भेक्टर ओ भनेको हामीले के मानेका छौं ए मानेका छौं हैन लेट भेक्टर ओ भनेको ए एन्ड ओबी भनेको हामी के मानेका छौं ओबी भनेको भेक्टर बी मानेका छौं हैन भेक्टर बी हैन मानौं अब हामीले यति लेख्दा हुन्छ यसको लागि भेक्टर ओ ए भनेको भेक्टर ए र भेक्टर ओबी भनेको हामीले के मानेका छौं भेक्टर बी मानेका छौं र हामीले अब जस्तै यो ओ ए र ओबी ले बनाएको हामीले जुन एंगल छ हामीले एंगललाई हामी के मान्छौं थीटा मान्छौं है त अब हामीले यो थीटालाई कसले लेख्छौं भन्दाखेरि लेट थीटा बी द अथवा थीटा इज द लेख्दा नि हुन्छ है थीटा इज द लेख्दा चाहिँ अलि सुटेबल होला थीटा इज द एंगल थीटा इज द एंगल बिट्विन के त भन्दाखेरि यो एंगलको के को बीचमा छ त भन्दाखेरि थीटा भनेको थीटा इज द एंगल बिट्विन भेक्टर ए यो हाम्रो भेक्टर ए र भेक्टर बी को बीचमा हाम्रो थीटा भन्ने एंगल छ हैन त्यसकारण हामी माथि के लेख्छौं भन्दाखेरि इफ थीटा इज द एंगल बिट्विन द टु भेक्टर्स भेक्टर ए एन्ड के त भेक्टर ए एन्ड भेक्टर बी हैन हामीले अब भेक्टर ए एन्ड भेक्टर बी लेख्यौं हैन यो एंगल थीटा छ भनेर त्यसको बीचमा हैन अनि अब हामीले यसमा के गर्नुपर्ने हुन्छ त भन्दाखेरि अब हामीले भेक्टर जस्तै अब यहाँ पोइन्ट ए बाट पोइन्ट बी बाट चाहिँ हामीले परपेन्डिकुलर लाइन ड्रा गर्नुपर्ने हुन्छ केमा भन्दाखेरि पोइन्ट ए बाट हामीले ओबी मा र बी बाट हामीले ओए मा चाहिँ हामीले परपेन्डिकुलर लाइन ड्रा गर्नुपर्ने हुन्छ मैले यहाँ ड्रा गरे है त हामीले ओबी बाट
OA मा परपेन्डिकुलर लाइन ड्रा गर्यौं जसलाई हामीले इले डिनोट गरौँ है त। हाम्रो यहाँ 90 डिग्रीको एंगल बनायो हैन र हामीले अब यसबाट A बाट OB मा के गर्यौं त लाइन ड्रा गर्यौं है त। लाइन किन देखिएन है यो राम्रोसँग। यो लाइन ड्रा गर्यौं हैन हामीले। यसलाई चाहिँ अब हामीले के मानौं त भन्दाखेरि यसमा डी ले डिनोट गरौँ। यहाँ पनि के गरे 90 डिग्रीको राइट एंगल ट्रायंगल बनायो हैन। यो राम्रोसँग देखिया हो र नदेखे भयो भन है। यो भयो हैन। अब हामीले के गर्छौं त भन्दाखेरि जुन यो हामीले जुन ड्रा गर्यौं लाइनहरु त्यसलाई चाहिँ अब हामीले ल्याङ्ग्वेजमा लेख्छौं। फ्रम A and B point A र B बाट from A and B draw a perpendicular line to के मतलब भन्दाखेरि A बाट OB मा र B बाट OA मा गरेका थियौ हैन। OB and OA respectively हैन है त। जस्तै पोइन्ट A र B बाट चाहिँ हामीले परपेन्डिकुलर लाइन ड्रा गर्यौं। कर्म छ के मतलब भन्दाखेरि OB र OA मा भन्ने लेख्यौं है त हामीले ल्याङ्ग्वेजमा। अब हामी के लेख्छौं भन्दाखेरि यहाँ नाउ लेखेर स्केलर प्रोडक्ट पनि डट प्रोडक्ट पनि भयो। त्यसकारण हामीले यसलाई चाहिँ भेक्टर A र भेक्टर B लाई हामीले डट लेख्छौं बीचमा है त। इन इक्वल टु भेक्टर A को मोडुलस र भेक्टर B को मोडुलस cos थीटा हैन इन्टु cos थीटा हैन। अब हामीले यसलाई चाहिँ कसरी पनि लेख्न सक्छौं। मैले अगाडि के पनि भनेको थिएँ त भन्दाखेरि भेक्टर A को मोडुलस भनेको A हो भनेको थिएँ हैन। जस्तै भेक्टर B को मोडुलस भनेको भेक्टर B हो भनेको थिएँ। त्यसकारण यसमा भेक्टर A चाहिँ हामीले भेक्टर A लाई A लेख्न सक्छौं र भेक्टर B लाई B लेख्न सक्छौं र बाँकी भयो त cos थीटा नै लेख्ने हैन। अब हाम्रो माथि के छ त भन्दाखेरि ए भनेको हामीले जस्तै अब OA हाम्रो जुन लाइन छ लाइनलाई हामीले भेक्टर A भनेर के गरेका छौं डिनोट गरेका छौं र भेक्टर OB लाई हामीले भेक्टर B भनेर डिनोट गरेका छौं। त्यसकारण अब हामीले यसमा जस्तै अब A भनेको के लेख्छौं त भन्दाखेरि A भनेको OA लेख्छौं हैन र B भनेको अब हामी के लेख्छौं त भन्दाखेरि B भनेको हामीले के माथि के गरेका छौं त फिगरमा OB गरेका छौं। OB ले डिनोट गरेका छौं OB लाइनलाई भेक्टर B ले डिनोट गरेका छौं भनौं न हैन। जस्तै OB cos थीटा भयो। त्यसकारण अब यसमा के भयो त OA भयो हैन। OA र OA इन्टु OA भयो भयो हैन। अब हामीले यसलाई कसरी लेख्न सक्छौं त भन्दाखेरि यसलाई अब हामीले अलि यहाँ देख लियौं हैन। magnitude of vector A into projection ले मात्र है projection B on vector B on के मतलब vector B on vector A मा हैन। projection of है यहाँ projection of vector B on vector A मा भयो हैन। अब जस्तै अब हाम्रो यहाँ माथि हटाएन हैन। मैले चाहिँ यसको यहाँ माथि लेखे है त। यहाँ माथि लेखे मैले फिगरलाई चाहिँ नमेटाऊ हैन। फिगरलाई पनि मेटाइदिउ न हैन। तिमीले सारिसकेको छैन ल एकछिन सार त ल सारिसके हैन। यो स्क्रिनशट गर्दा पनि हुन्छ है। मैले फिगर पनि मेटाइदिए है। अब हामीले जस्तै अब यहाँ magnitude of vector A into projection of vector B on A मा आयो हैन हाम्रो। जस्तै अब हामीले सिमिलरली हामीले के पनि लेख्न सक्छौं त भन्दाखेरि अब हामीले सिमिलरली जस्तै अब यहाँ त magnitude of vector B पनि आउन सक्छ हैन। त्यसकारण अब हामीले सिमिलरली भेक्टर A डट भेक्टर B लाई हामीले के पनि लेख्न सक्छौं त भन्दाखेरि magnitude of vector B into के त projection हैन। projection of vector A on vector B हैन। हामीले यसरी पनि लेख्न सक्छौं हैन। अब अगाडि चाहिँ हाम्रो magnitude of vector A थियो भन्दाखेरि अहिले चाहिँ के भयो magnitude of vector B भयो हैन। अब हामीले यसलाई चाहिँ कसरी लेख्न सक्छौं त भन्दाखेरि अब लास्टमा त्यसकारण है अब हामीले हिन्ज अब हामीले जुन आएको छ हामीले यो magnitude of vector B into projection of vector A on B र हाम्रो जुन तल आएको थियो magnitude of vector A into projection of vector B on A आएको थियो हैन। हामी त्यसलाई चाहिँ हामीले ल्याङ्ग्वेजमा लेख्छौं हिन्ज
the scalar product of two vectors, the product of magnitude of one of the vectors and the के त हाम्रो projection of vector A into A on B अथवा B on A छैन, and the projection of के त projection of second vector on the first हैन। हाम्रो यो चाहिँ हाम्रो के हो त जियोमेट्रिक मिनिङ अफ के त स्केलर प्रोडक्ट कति बेला भन्दाखेरि स्केलर प्रोडक्ट अफ टु भेक्टर्स हैन। के भयो त भन्दाखेरि त्यसकारण अब लास्टमा द स्केलर प्रोडक्ट अफ टु भेक्टर्स द प्रोडक्ट अफ म्याग्निट्युड अफ भेक्टर म्याग्निट्युड अफ one of the vectors and the projection of second vectors on the first हैन। हाम्रो यो नै हाम्रो के भयो त जियोमेट्रिक मिनिङ अफ स्केलर प्रोडक्ट अफ टु भेक्टर्स को जियोमेट्रिक मिनिङ भयो हैन। यो चाहिँ हाम्रो प्राइस बोर्ड एक्जाममा 2 मार्क्समा क्वेशन सोधिरहेको हुन्छ। यो चाहिँ हाम्रो एकदमै इम्पोर्टेन्ट है। त्यसकारण तिमीहरुले यसलाई चाहिँ आईएमपी भनेर लेख्दा हुन्छ है। आईएमपी भनेर लेख्ने, बोर्डमा टक्क एक्जाम पढेर जाने लेख्ने है त। अब हामी यो हाम्रो चाहिँ के भयो त हामीले अगाडि यो भन्दा अगाडि स्केलर प्रोडक्टको डेफिनेसन त्यसको फर्मुला पढेका थियौं हैन। भने यो चाहिँ हाम्रो जियोमेट्रिक मिनिङ अफ स्केलर प्रोडक्ट्स अफ टु भेक्टर्स भयो हैन। अब हामी चाहिँ क्रस प्रोडक्ट अथवा भेक्टर प्रोडक्टको डेफिनेसन र जियोमेट्रिक मिनिङ पढ्न गइरहेका छौं है त। अब हामी भेक्टर्सको अर्को टाइप भनेको भेक्टर प्रोडक्ट अथवा मैले अर्को के पनि भन्छ भनेको त्यसलाई क्रस प्रोडक्ट हैन। क्रस प्रोडक्ट हैन। यसलाई चाहिँ हामीले इन्टु अथवा यो क्रसले क्रस बनाउँ न इन्टु नभनौँ है। यसमा क्रस इन्टु भन्न मिल्दैन। हामीले यसले चाहिँ हामीले डिनोट गर्छौं है त। अब हाम्रो भेक्टर प्रोडक्ट भनेको के हो त भन्दाखेरि सुरुमा हामी लेख्छौं, त्यसपछि हाम्रो यसको चाहिँ एक्सप्लेन गर्छौं डिटेल रूपमा है त। इफ भेक्टर A लाई हामीले भेक्टर A1 A2 A3 एन्ड भेक्टर B लाई चाहिँ B1 B2 B3 डिनोट गर्छौं R अथवा लेट गर्छौं हैन। R2 vectors then the vector product हैन। then the vector product of vector A and vector B is के त हाम्रो के गर्छौं त अब हामीले डिनोटेड हैन। डिनोटेड एन्ड डिफाइन्ड बाइ के गर्छौं भन्दाखेरि जस्तो अगाडि हाम्रो के थियो त भन्दाखेरि स्केलर प्रोडक्टमा हाम्रो डट प्रोडक्ट पनि भनिदियो हामीले चाहिँ दुईवटा भेक्टर A र भेक्टर B लाई हामीले डट प्रोडक्ट कसरी गरेका थियौ त भन्दाखेरि अगाडि हामीले भेक्टर A डट भेक्टर B गरेका थियौ हैन। यो गरेका थियौ तर अब हामीले यसमा क्रस प्रोडक्ट हैन भेक्टर प्रोडक्ट बनेको। अब हामीले भेक्टर A इन्टु भेक्टर B यसरी गर्छौं है त। अब हामीले यसमा र अगाडि हाम्रो एंगल के आएको थियो त भन्दाखेरि AB cos θ आएको थियो भन्दाखेरि यसमा चाहिँ अब AB sin θ आउँछ है त। यो चाहिँ तिमीहरुले ध्यान दिनुपर्छ है त। त्यस्तो अवस्थामा त्यसकारण अब हामीले के गर्छौं त भन्दाखेरि यसमा यदि भेक्टर A र भेक्टर B लाई हामीले दुईवटा भेक्टर्सहरु हुन् भने हैन, यदि दुईवटा भेक्टर्सहरु A र B हुनु भने त्यसको चाहिँ हामीले भेक्टर प्रोडक्ट हामी A र भेक्टर प्रोडक्ट अफ भेक्टर A एन्ड भेक्टर B लाई हामीले चाहिँ कसरी डिफाइन गर्छौं त भन्दाखेरि अब हामीले यसमा लेख्छौं। अब हामीले भेक्टर A क्रस भेक्टर B इक्वल टु यसलाई चाहिँ अब हामीले यसरी गर्छौं है। यसलाई I मानौ J K गरेर यसलाई चाहिँ A1 A2 A3 र B1 B2 B3 है त। अब हामीले चाहिँ यसलाई चाहिँ अब हामीले यस्तो अब तिमीहरुले यसको चाहिँ कसरी गर्ने हैन त्यो चाहिँ तिमीहरुले उसो पनि थाहा भइसक्यो जो म्याट्रिक्सको गर्दाखेरि। अब हाम्रो के पनि भयो त भन्दाखेरि यसमा हाम्रो A2 र के त A2 र B3 हैन। A2 र B3 माइनस A3 र
a3 र b2 हैन a3 र b2 र हाम्रो के भयो त i भयो हैन i माइनस के भयो a1 र अब हाम्रो a1 र b3 हैन a1 र b3 माइनस अब हाम्रो a3 र के a3 र b1 हैन a3 र b1 j भयो प्लस जस्तै यहाँ अगाडि माइनस गरौँ तर पछाडी प्लस गरौँ है यो चाहिँ तिमीलाई थाहा छ त्यही भएर मैले चाहिँ यो खासै नभनेर त्यति गरेको है अब हाम्रो a1 र के भयो यसमा a1 र b2 माइनस a2 र b1 हैन a2 र b1 र के भयो हैन यसरी चाहिँ हामीले के गर्छौँ त भन्दाखेरि यसको भेक्टर प्रोडक्ट अथवा क्रस प्रोडक्टलाई चाहिँ हामीले के गर्छौँ त डिफाइन गर्छौँ है त यो नै हाम्रो डेफिनेसन भयो यो चाहिँ हाम्रो प्रायः 1 मार्क्समा बोर्ड एक्जामले सोधिरहेको हुन्छ है त अब हाम्रो यसमा चाहिँ अब यो भयो हैन अब हाम्रो यसमा हामीलाई यो पनि चाहिन्छ हैन यो पनि हाम्रो इम्पोर्टेन्ट क्वेशन इम्पोर्टेन्ट फर्मुला भनौँ न हैन हाम्रो यसमा क्वेशनहरु सल्भ गर्दाखेरि चाहिँ हाम्रो यो पनि धेरै चाहिन्छ र अर्को एउटा के पनि छ त भन्दाखेरि म यसलाई नोट भनेर लेख्दै है त नोट भनेर अर्को हाम्रो फर्मुला के पनि छ त भन्दाखेरि वेक्टर a प्लस वेक्टर b को मोडुलस इक्वल टु के त ab sin थीटा हैन ab sin थीटा है त यो पनि हामीलाई चाहिँ धेरै इम्पोर्टेन्ट है यो पनि यो र यो चाहिँ तिमीले जानिराख्नु पर्छ यस्तै अब मैले चाहिँ यसको ल्याङ्ग्वेज लेख्दैन यदि तिमीलाई लेख्न मन लाग्छ नि म भनिदिन्छु विस्तारै तिमीले लेख्न सक्छौ है त if vector a and vector b are two vectors यदि vector a र vector b चाहिँ दुईवटा भेक्टर्स हुनु भने then the vector product of vector a and vector b is हामीले कसरी अब then the vector product of vector a र vector b को vector product चाहिँ is denoted and defined by denoted हैन डिफाइन एन्ड denoted हामीले के डिनोट गर्छौँ त भन्दाखेरि vector a into यो क्रस vector b ले डिनोट गर्छौँ which is perpendicular to both vectors vector a and vector b and its magnitude is equal to the ab sin theta where जहाँ चाहिँ हाम्रो थीटा भनेको त भन्दाखेरि जुन हाम्रो vector a into क्रस vector b छ त्यसको चाहिँ हाम्रो त्यो बीचको चाहिँ एंगल हो है त र अब जस्तै अब हामीलाई कहिलेकाहीँ यसबाट नि के सोधिन्छ भन्दाखेरि हाम्रो एंगल फाइन्ड आउट गर भनेर सोधिन्छ हैन एंगल फाइन्ड आउट गरेर सोध्दाखेरि चाहिँ तिमीले कुन फर्मुला प्रयोग गर्ने त भन्दाखेरि अब यो sin थीटा लाई यता ल्याएर हाम्रो ab ले चाहिँ यसमा के गर्ने त वेक्टर a क्रस वेक्टर b बाइ ab गर्ने हैन यो चाहिँ हाम्रो एंगल फाइन्ड आउट गर्दाखेरि प्रयोग गर्ने फर्मुला है त यो चाहिँ के भयो त भन्दाखेरि हाम्रो भेक्टर प्रोडक्टको डेफिनेसन र यसको चाहिँ मेन फर्मुलाहरु भयो है त क्रस प्रोडक्ट अथवा भेक्टर प्रोडक्ट अब चाहिँ हाम्रो जियोमेट्रिकल मिनिङ अफ भेक्टर प्रोडक्ट्स अफ टु भेक्टर्स चाहिँ अब हामी यसको जियोमेट्रिकल मिनिङ अथवा जियोमेट्रिकल इन्टरप्रिटेसन चाहिँ अब हामीले गर्न गइरहेका छौं है त जियोमेट्रिकल मिनिङ अथवा जियोमेट्री जस्तो कहिलेकाहीँ हाम्रो बोर्ड एक्जाम पनि के पनि सोध्न सक्छ भन्दाखेरि राइट द जियोमेट्रिकल इन्टरप्रिटेसन अफ भेक्टर प्रोडक्ट पनि भनिदिन सक्छ जियोमेट्रिकल मिनिङ नभनेर त्यो चाहिँ तिमीले ख्याल राख्नुपर्ने हुन्छ है त अब हामी जियोमेट्रिकल मिनिङ अथवा जियोमेट्रिकल इन्टरप्रिटेसन अफ भेक्टर प्रोडक्ट्स अफ टु भेक्टर्स को चाहिँ अब हामीले यसको जियोमेट्रिकल इन्टरप्रिटेसन गर्न गइरहेका छौं है त हामीलाई चाहिँ सर्वप्रथम यसको हामीलाई एउटा फिगर चाहिन्छ मैले फिगर गराएँ है त फिगर पहिला एउटा लाइन यसरी लाइन यो पुग्दैन होला यहाँ लाइन के गर्ने लाइन ड्र गर्ने है त यताबाट र यताबाट पनि एउटा लाइन ड्र गर्ने हैन यसलाई चाहिँ अब हामीले यसलाई ओ ले डिनोट गरौँ यसलाई ए ले र यसलाई बी ले डिनोट गरौँ अथवा यसलाई अहिले हामीलाई यसमा चाहिँ एउटा प्यारेलल गरौँ हैन अथवा चतुर्भुज चाहिँ अब हामीले यसमा ड्र गर्नुपर्ने त्यसकारण हामीले यसलाई चाहिँ हामीले सी ले डिनोट गरौँ यसलाई चाहिँ अब थीटा ले गरौँ अब हामीले चाहिँ यसलाई चाहिँ अब हामी ल्याङ्ग्वेजमा लेख्छौं है त ल्याङ्ग्वेजमा कसरी लेख्छौं त भन्दाखेरि लेट यसलाई भेक्टर ए ले डिनोट गरौँ यसलाई भेक्टर बी ले डिनोट गरौँ है त लेट भेक्टर OA इक्वल टु भेक्टर A एन्ड भेक्टर OC इक्वल टु के त OC इक्वल टु भेक्टर B एन्ड के छ त हाम्रो एंगल AOC भनेको के छ त भन्दाखेरि थीटा छ हैन एंगल AOC भनेको के छ त हाम्रो थीटा छ हैन थीटा भयो यो भयो हैन जुन हाम्रो जति फिगर गरेको त्यसको हाम्रो यो के भयो ल्याङ्ग्वेज लेख्यौ अब हामीले यसलाई चाहिँ अरु पनि गर्नुपर्ने हुन्छ अब हामीले यसमा एउटा प्यारेलल गरौँ हामी चाहिँ प्यारेलल गरौँ है त तिमीहरुलाई चाहिँ यो उनी कहिलेकाहीँ प्रोनाउन्सिएसन पनि गर्न गाह्रो हुन्छ अथवा यदि नबुझ्ने भए तिमीले सरकारी स्कुलबाट पढेको यदि तिमीले चतुर्भुज पनि भन्न सक्छौ है त्यसलाई हामीले यसरी हामीले यहाँ उ गर्यौं लाइन ड्र गरेर र यसरी पनि लाइन ड्र गरेर हामीले यसलाई बिल्ड डिनोट गरेर हामीले यसलाई
एउटा हामीले के गर्यौं त चतुर्भुज गरायौं है त चतुर्भुज गरायौं समानान्तर चतुर्भुज है त अब हामीले यसलाई के गर्नुपर्ने हुन्छ त भन्दाखेरि त हामीले प्यारालेलोग्राम भयो नि OABC भनेको OABC भनेको चतुर्भुज भयो एउटा अब हामीले यसमा चाहिँ लाइन ड्रा गर्छौं हामी यहाँबाट लाइन हामी यसबाट परपेन्डिकुलर लाइन ड्रा गर्छौं यसबाट यहाँ र C बाट हामीले यहाँ है त यस्तो गर्छौं हामीले हैन अब हाम्रो के गर्छौं त भन्दाखेरि अब हामीले यसलाई चाहिँ ल्याङ्ग्वेजमा लेख्छौं यहाँ ड्रा अ प्यारालेलोग्राम OABC हैन OABC केसँग भन्दाखेरि OABC विथ हाम्रो के छ त OA भनेको A एन्ड OC is equal to B is its adjacent side हैन adjacent के त sides हैन एजेन्ट साइड त्यसरी हामीले चाहिँ परपेन्डिकुलर लाइन कहाँ ड्रा गरेका थियौं भन्दाखेरि C बाट हामीले परपेन्डिकुलर लाइन ड्रा गरेका थियौं हैन त्यो पनि लेख्दियौ हामीले यसमा फ्रम C ड्रा CN परपेन्डिकुलर टु के त CN परपेन्डिकुलर हामीले के गरेका थियौं OA मा गरेका थियौं हैन CN बाट हामीले C लाई N मानौं CN परपेन्डिकुलर हामीले OA मा ड्रा गरेका थियौं अब हामीले यसमा के गर्छौं त भन्दाखेरि नाउ भनेर अब हाम्रो एरिया अफ प्यारालेलोग्राम के छ त OABC दिएको छ हैन समानान्तर चतुर्भुज OABC छ अब हामीले के गर्छौं भन्दाखेरि यसमा यसको फर्मुला के हो त भन्दाखेरि जस्तै फर्मुला भनौं हैन OA जस्तै OA इन्टु CN बेस इन्टु हाइट OA इन्टु CN हाइट बेस इन्टु हाइट गर्यौं र अब हामीले OA भयो CN भनेको के हो त भन्दाखेरि हाम्रो अब त्यहाँ OC sin थीटा हो हैन OC sin थीटा र A भनेको OA भनेको A छ र OC भनेको B छ त्यसकारण OB sin थीटा भयो हैन अल्सो हामीले यसलाई चाहिँ अब के गर्छौं त भन्दाखेरि भेक्टर A इन्टु भेक्टर B गरेर AB sin थीटा गर्छौं है त अब यो भयो हैन अब हामी अब यसको चाहिँ अब के लेख्छौं भन्दाखेरि लास्टमा अब यसको तिमीहरुले अब यो फिगर सारिसक्यो होला हैन मैले त्यसकारण मैले यसलाई मेट दिए है त मैले यसलाई मेट दिए है त हिन्स अब हामी कसरी लेख्छौं भन्दाखेरि यसलाई अब हामीले जुन अगाडि आएको थियो हामी यसलाई चाहिँ मैले मेटिसकेको छु हैन यसलाई चाहिँ हामी कसरी लेख्छौं भन्दाखेरि हिन्स द vector product of two product vector A and vector V is a vector normal to the के मतलब normal to the plane हैन normal to the plane of the vectors A and हामीले अरु के मानेको थियौ भेक्टर A and B मानेको थियौ हैन भेक्टर A and भेक्टर B and whose जसको चाहिँ म्याग्निट्युड केसँग बराबर थियो त भन्दाखेरि म्याग्निट्युड इज इक्वल टु केसँग बराबर थियो हाम्रो चाहिँ समानान्तर चतुर्भुजको एरियासँग बराबर थियो हैन एरिया अफ प्यारालेलोग्राम with magnitude of के को magnitude भन्दाखेरि भेक्टर A and भेक्टर B को magnitude is its adjacent sides है त यो नै हाम्रो के भयो त भन्दाखेरि जियोमेट्रिक इन्टरप्रिटेसन अफ क्रस प्रोडक्ट भयो है त विद्यार्थी भाइ बहिनीहरु मलाई आशा छ तिमीले बुझ्यौ होला है त आज चाहिँ हामी आजको भिडियोमा चाहिँ हामी यति गर्ने छौं र अब अर्को भिडियोमा चाहिँ हामी यो पनि हामीलाई के हुन्छ त भन्दा अरु यो पनि हामीलाई 2 मार्क्समा सोधिने क्वेशन हो है त बोर्ड एक्जामले अब हामी अर्को भिडियोमा चाहिँ यसको चाहिँ
अर्को अन्य थप क्वेसनहरु नेशनल एक्जामिनेसन बोर्डले क्वेसनहरु सोध्ने क्वेसनहरु र हामी असिना पब्लिकेसनको चाहिँ ओल्ड इज गोल्डको सबै क्वेसनहरु चाहिँ हामी सल्भ गर्ने छौं र यदि नयाँ विद्यार्थीहरुले हेर्दै हुनुहुन्छ भने हाम्रो च्यानललाई सब्स्क्राइब गर्नु होला, लाइक कमेन्ट गर्नु होला है त। धेरै विद्यार्थीहरुमा शेयर गर्नु होला भन्दै हामी अर्को भिडियोमा क्लास 12 को म्याथमेटिक्सको भेक्टरकै हामी अर्को भिडियोमा फुल एक्सरसाइज लिएर आउने छौं है त। आजलाई यति नै है त।